पानी पिउनु हो भने तपाईको सुगर कन्ट्रोल हुन्छ। अनि पात पनि खानुभयो भने बिहानै उठेर अनि तितो हुन्छ है। अनि यसले पनि सुगर चाहिँ कन्ट्रोल गर्छ है। मेरोमा छ, हजुरहरूले हेर्नुहोस् र तपाईहरु जतिजना सुगर हुनुहुन्छ अनि यो फुललाई याद गर्नुहोस्। यो फुलको फुलेको भुइँमा झारेको टिपेर खाना भयो, यसो टिप्दा पनि भयो। अनि पात पनि चपाउँदा हुन्छ। त्यसले गर्दा तपाईको सुगरले धेरै कन्ट्रोल गर्छ। यो पनि फुलबारी हो मेरो, एकदमै दामी छ। मेरो घरमा फुलै फुल छ। यो मेरो फुलबारी हो है। विभिन्न थरी थरीको कलर यसैमा फल्छ। अहिले रातो छ, सेतो पनि यसैमा। अर्को देख्नुहुन्छ यो जुन कस्तो राम्रो रेड कलरको छ हैन, दामी छ। यसको चाहिँ मुन्टै बिरुवा जाग्छ। यहाँ पनि देख्नुहुन्छ तपाईहरुले फुल, क्या दामी छ हैन। अनि यो पनि देख्नुहुन्छ, यस्तो फुलहरु रोपेको छु मैले। हजुरहरुकोमा हुन सक्छ हैन, मेरो भन्दा धेरै। यहाँ पनि छ, यो पनि कति राम्रो छ।